इफ यु वान्ट टु मेक योर इभिनिङ प्रोडक्टिभ ट्रान्जिसनिङ एक्सर्साइजहरू गर्नु। लेट्स से तपाईँ हाम्रो अब यदि वर्क एकदम फिजिकली डिमान्डिङ छ र हामीले फिजिकल लेबर धेरै गर्नुपर्छ भने घर आएर डु द मेन्टल स्टफले क्या। जस्तो दिनभरि अफिसमा बसेर काम गरिसकेको मान्छेले थकित भएर आइरहेको छ, ट्रेन चढ्यो, टक्क घर आइपुग्यो, 1 घन्टा ट्रेन चढेर र अब के प्रोडक्टिभ गर्छु भन्दाखेरि एकदम थके लागिरहेछ भने त्यस्तो मान्छे त्यो बसिरहेको दिनभरि बसेर काम गरेको मान्छे इफ दे गो फर अ वक or do some kind of physical exercise, physical activity, they feel more energetic rather than just spending the time on the ट्रान्जिसन भयो नि त त्यहाँ। किनकि दिनभरि फिजिकली बस्यो, मेन्टली काम गरेर आयो, मेन्टली फटिक भइसक्यो, फिजिकली टायर्ड नभयो भने। सो इफ यु कम होम अनि देन फिजिकली मेन्टली अब वकमा जानको लागि त मेन्टल खास केही पनि चाहिएन, यु जस्ट निड फिजिकल एनर्जी विच यु हेभ। मेन्टली मात्रै फटिक भयो दिनभरि बसेर काम गरेर होइन, र घरमा आएर वक मात्रै लियो भने पनि यु विल हेभ द्याट एनर्जी ब्याक है।